त विक पनि त हुनुहुन्छ होला उहाँहरूलाई टार्गेट गरेर गर्ने हो कि भन्ने तरिकाको पनि सोच्नुपर्छ सायद अझ धेरै कुराहरूमा अलिकति गाह्रो भइरहेको छ तेस्रो सेट हेर्नेछौँ यहाँ के गर्नेछ डोटपाटन मलाई त मेन प्रब्लम उनीहरूको स्पाइकिङमा लागिरहेको छ ब्लक र डिफेन्स त परको कुरा उनीहरू यति मिसफायर गरिरहेका छन् त्यो एक्युरेसी कसरी जोड्ने अब यस्तो हो त्यो कुरामा चाहिँ सायद त्यो स्पाइकरलाई सेटरको बल नमिलेको पनि हुनसक्छ होइन म कतिवटा स्पाइकिङहरूमा देखिरहेको थिएँ त्यहाँ बलहरू कति मिस भइरहेको छ होइन अर्को कुरा भनेको अपोनेन्ट टिमको ब्लक एकदमै स्ट्रङ देखिन्छ त्यो कारणले गर्दाखेरि नि उहाँहरूलाई अलिकति गाह्रो भएको होला जस्तो कि यहाँ अहिले भर्खरै मात्र त्यो अपोनेन्टको स्ट्रङ ब्लकको कुरा गर्दै हुनुहुन्थ्यो हेर्नुहोस् डेड ब्लक टाइप थियो तर लिबेरोसँग समय छ जस्तो पनि लागेको थियो मलाई रिकभर गर्नको लागि त्यो र्याली रमेश उनी र नवराज दुईजना खेलाडीमा चाहिँ अलिकति देखियो प्रवीणले पनि राम्रै गरिरहेका छन् तर खासै अन्य खेलाडीहरूमा त्यो क्षमता भनौँ या त्यो एक्सपिरियन्स प्रकाश तामाङ पनि छन् बेला बेलामा आइरहेका छन् त्यो बाहेक अरू खासै खेलाडीहरूसँग त्यो प्रकारको देखिएन भूपेश अनुभव साथ दिनुपर्ने हुन्छ जसरी साथ दिइरहेका छन् नेपाली खेलाडीहरूले यता अर्जुनलाई साथ दिइरहेका छन् सुरजलाई साथ दिइरहेका छन् त्यसरी एउटा खेलाडीले कसैले स्कोर गरिरहेको छ भने ब्याकबाट पुस पनि गर्नुपर्ने छ अर्को खेलाडी पनि आउनुपर्ने छ जसले स्कोर गर्न सक्छ त्यो भन्ने मेन्टालिटी छैन यहाँ के मेन्टालिटी हुनेछ स्कोरको मेन्टालिटी हुनेछ क्युआइसी पछि परिरहेको छैन सामान्य तरिकाले लिइरहेको छ स्कोर बलियो बनिरहेको छ देख्न सक्छौँ यहाँ राम्रो मेन्टालिटी छ सबै खेलाडीहरूको सुरज के गर्नेछन् यहाँ स्कोर गर्नेछन् यहाँ रमेश यो पटक धोरपाटनका लागि खुसियाली त बनाइरहेका छन् रमेश डिजर्भ पनि गर्छन् उनले राम्रो गरेका छन् तर टिमले खुसियाली मनाउनको लागि सबै 6 जनाले नै राम्रो गर्नुपर्ने छ जुन भइरहेको छैन के भइरहेको छ यही भइरहेको छ अब यसमा के खुसियाली मनाउने तनाव त्यहाँ छ सर्भिस पनि राइट भइरहेको छैन पनि तपाईले बेसिकमा जब उत्कृष्ट गर्न सक्नुहुन्न त्यसपछि त्यो खेलमा तपाईँ पछि पर्नुहुन्छ निश्चित रूपमा नै त्यही भइरहेको छ सुरज यसपटक पनि थापेका छन् बललाई फेरि चान्स पाएका थिए त्यही पुगे सुरज क्या छ उनको मेन्टालिटी यहाँ पहिला ब्याककोटबाट लिए सट ठुलो डिफ्लेक्ट हुँदै आयो र त्यहाँ पनि ह्यान्डसम प्लेयर उमबहादुर छेत्री थिए उनले चान्सलाई क्यापिटलाइज गरे एउटा क्विक रियाक्सन चाहिएको थियो राम्रो रेस्पोन्ड हुनेबाट डबल ब्लकमा अटेम्प्ट गरेका छन् तर एन्टेना भायोलेसन हुनेछ यहाँ स्पाइकरले कहीँबाट केही भएन भने पनि यसरी भइरहेको छ हेर्नुहोस् एन्टेनामा प्रहार अहिले पनि अर्जुन सन्त्यालुन लिबेरो यहाँ रमेश बम छन् उमबहादुर भीम अमित थिए त्यहाँ सुरज आए त्यसपछिको कडा प्रहार आइपरिरहेका छौँ प्रवीण विक पनि एकजना खेलाडी छन् जसले प्रयास गरिरहेका छन् तर त्यो कन्सिस्टेन्टली गर्न सकिरहेका छैनन् कसैले पनि तर प्रवीणले पनि पाएको मौकामा ठिकठाक गरेको देखेको छु अहिलेसम्म मैले जब फ्रन्ट कोर्टमा आएका छन् के एकाध मिसहरू भएको छ त्यो हो बेला बेलामा बल पनि मिलेको हुँदैन रमेश सर्भिसमा थिए यहाँ सुरज यति पावरफुल छ ब्याकफुटबाट पनि समस्या भइरहेको छ त्यो बलमा देख्न सक्छौँ प्रयास त थियो त्यहाँ रोक्न कसले सक्ने सुरजलाई आज निकै मुस्किल छ राम्रो अत्यन्तै राम्रो क्विक स्पाइक सायद वीरेन्द्र लोहार नै हुन सक्छन् मैले गेस मात्रै गरेको छु किनकि उनी आउँछन् बेला बेलामा सटिकताले प्रहार गर्छन् नपके पनि वीरेन्द्र लोहार नै हुन् बिम्पुन सर्भिसमा उमबहादुरको स्थानमा तुषार खत्री आएका छन् अपोनेन्ट कोर्टमा पनि केही परिवर्तनहरू देखेका छौँ हामीले
टोरपाटन स्पोर्ट्स क्लबको लागि सुरजको सर्ट रहेको छ यसपटक पनि फ्रन्ट क्रो ब्रिज हुनेछ निकै नै पावरफुल स्पाइक अर्जुन बलियान जब ब्याककोर्टमा हुन्छन् लाग्छ कि अलिकति केही घातक हुनेछ तर त्यही बेलामा आउँछन् त्यो पाइप अट्याकहरूमा थर्ड लाइन अट्याकहरूमा सुरज चौधरी आफ्नो हाइट आफ्नो रिस्कको फाइदा उठाउँछन् अर्जुन बलियानको सर्भिस थियो यो बाहिरिन पुग्यो अहिले पनि सायद यो जम्प सर्भिस अलिकति राइट हुनु पुग्यो भए अफकोर्स पोइन्ट डेफिनेटली आउने नै थियो किनभने त्यो ठाउँमा सर्भिस इट वाज भेरी फ्यान्टास्टिक परविनको सर्भिस पुनः जानेछ सुरजका लागि र सुरज मिस गर्ने छैनन् यो पटक पनि पटक यो पटक मात्र होइन उनी पटक गरिरहेका छन् यस्तो खाले हेर्न सक्छौँ सम्झिनेछ आज टोरपाटनले पक्कै पनि होटेल पुगिसकेपछि सुरजलाई एकपटक पहिलो सेटमा पनि अर्जुन बलियान र पछिल्ला बाँकी 2 सेटमा सुरज चौधरीको शानदार प्रदर्शन र यी दुईजना भारतीय स्पाइकरहरू नै निर्णायक साबित बनेका छन् आजको यस खेलमा उनीहरूलाई रोक्न त के उनीहरू कहाँबाट के गरिरहेका छन् त्यो बुझ्न पनि गाह्रो भइरहेको छ टोरपाटन स्पोर्ट्स क्लबलाई अमित गाले दिएका छन् सुरज बस केही पनि गर्नु पर्दैन एउटा राम्रो अप्रोच बलको मेरिट ठिकठाक दिए मात्र पुग्छ उनलाई त्यसलाई एक्जिक्युट गर्नको लागि बाँकी साउनीसँग आर्म स्विङ गरेर जसरी प्रहार गर्छन् त्यो ग्रिपको कुरा गर्दै हुनुहुन्थ्यो जो पानामिका उनको सर्टमा म त फ्यानै भइसकेँ दाइ सुरजजीको होइन जुन ह्यान्डको मुभमेन्ट छ उहाँको अहिलेको बलमा पनि जुन ब्लकर हुनुहुन्थ्यो त्यहाँनिर उहाँ सायद अलि हाइट भएको कारणले गर्दाखेरि त्यो चेकआउट हुनुभयो नत्र भए त्यो बल सिधै जोन नम्बर 4 मै जान्थ्यो जस्तो लाग्यो मलाई नवराज धामी बेला बखत टोरपाटन स्पोर्ट्स क्लबको लागि खेलमा फर्काउने काम गर्दै उनी अमित कहा पाउनेछन् फेरि पनि सुरजले यसपटक पनि नियन्त्रणमा त देखेका थिएनन् सुरज केही गडबड भइसकेको थियो उनको जम्पमा मलाई लाग्छ टेक अफमा टेक अफमा अलिकति उहाँ चाहिँ अलि अगाडि नै गइसक्नु भएछ बल चाहिँ पछाडि पर्नुको कारणले गर्दाखेरि त्यो बललाई तनाइमा अलिकति नमिलेको कारणले आउट गयो यसपटक पनि हल्का हातले पुस गर्न चाहन्थे तर यसपटक मलाई लाग्छ सेटरबाट त्यो बल नै डिस्ट्रिब्युट राम्रो हुन सकेन पानामिका के भन्नुहुन्छ सेटरको पनि अलिकति मिस्टेक थियो तर त्यो बललाई सायद क्रस त गर्न सकिन्थ्यो होला उहाँले अगाडि ठाउँ देख्नुभएको त्यो ठाउँमा प्लेयर अलरेडी थियो कोही बेलामा त्यस्तो हुँदाखेरि चाहिँ अलिकति हडबडिन्छ ए त्यहाँ प्लेयर पो रहेछ भनेर कता फ्याक्यौँ हुँदाखेरि पनि त्यो मिस्टेक हुन पुग्छ 1 ह्यान्ड ब्लक जस्तो देखेँ मैले अलिक टचमा होइन 11 जर्सी नम्बर उहाँको नाम के थियो ओम बहादुरको अग्रतामा जानेछ खेल्सी युथ क्लब यो सेटमा पनि निकै नै राम्रो प्रयास टोरपाटन स्पोर्ट्स क्लबबाट तर सुरज यति घातक छ ओम बहादुर छेत्रीलाई हामी बिर्सिन्छौँ बेला बेलामा तर उनी पनि कम्ता त कहाँ छन् सुरजको सर्भिस बाहिर छ अहिले पनि सर्भिसबाट अङ्क प्राप्त गरिरहेको छ यहाँ टिमले सामान्य कुराको कमजोरी त्यो कमजोरी जुन कमजोरीले गर्दाखेरि टोरपाटनलाई एकदमै सहज भइरहेको छ र टोरपाटन पनि छुट्ने छैन कमजोरी गर्ने कुरामा केही कसर बाँकी राखिरहेको छैन हामीलाई लागिरहेको थियो तेस्रो सेटमा कमब्याक गर्ने मौका छ तर यहाँ जे गल्ती खेल्जीले गरि